भुली बाहिर छ कृष्ण बाहिर छ बाहिर अनि कृष्ण आज हो बाहिर जारो चिम्टी जारो Hey guys, happy birthday to you all. तपाईलाई स्वागत छ हाम्रो नयाँ भ्लगमा। इट्स मिडिया सो आज चाहिँ हामी जाँदैछौँ सपिङ गर्न। आजको मेरो हैन सेभिङ सबै सकिनेछ। पुरै पर्से बोकेर आएको छु आज बडा निस्किसक्यौँ। पुरा झोला बोकेर आएको छु। नानी के सपिङ गर्ने आज? यहाँ हुनुहुन्छ हाम्रो मम्मी अनि यहाँ चाहिँ म त देखिसक्नु होला। सो अब चाहिँ म तपाईँलाई हैन इटाली पुगेपछि देखाउँछु। स्टे ट्युन गाइस। चाहिँ म्याजिक भनेको सफारीमा प्रवेश भइसकेको छ। अनि के भन्न चाहन्छु है हाम्रो भ्लगमा भालै छैन हाम्रो गुडा चोक हेरिदिनु होला हल्का हैन केही छैन राम्रो आइपुग्नु होइन यो सबैले खायो। आजको वेदर आई जस्ट वान्ट टु टेल यु यति हुँदो रहेछ पुरा के अरे सिनरी जस्तो भइरहेको छ कि यहाँ सबै मकै अरे के पुरै दोकान सबैतिर बन्दै छ होइन। तर हेरौँ बजार लागेको छ कि छैन। अनि आज पानी बसाएको छ धेरै हुँदै रहेछ र आउनु चाहिँ आइज हामी दोकान पुग्न आँट्यौँ। म चाहिँ कतिखेर हावा आउँछ र कभर उठाएको देखा भन्छु जब भिडियो गर्छु तब हावै आउँदैन। यहाँ हावा मान्छेहरू हावा। सो गाइज हाम्रो चाहिँ दोकान हो अनि हाम्रो ठुलो हावा हुन्छ। भिडियो यस्तै हो। यहाँ कसरी जानु यहाँबाट यता हेर उता छ यता हेर्दै सब हामी चाहिँ निक्लेको बजार डुल्न मात्रै होइन किन पनि। सो गाइज अब हाम्रो बजार चाहिँ होइन इटलीको बजार खासै भन्नु खासै राम्रो त मलाई लाग्दैन। यतिबाट जाने यताको लुगाको छ उताबाट जाऊँ न सब्जीहरूको चाहिँ यता मेला बजार अरे खाली नै छ त्यस्तो भरि त छैन होइन। हामीले भनेको चाहिँ के दोकानै छैन क्या यहाँ। लेट्सको कता जाने हो कहाँ जाने हो कता जाने अरे क्या। सो गाइस इटलीको बजार हेर्न सक्नुहुन्छ यति धेरै फोहोर फैला छ। माइ गड के भन्नु अब। लेट्सको फेरि उहाँ इटली बजार फेरि जाँदैछौँ यहाँ फेरि उता गएको थियौँ क्या मम्मीलाई बोलाउन। फेरि मम्मी आउनु भएन एकराम घुमेर फेरि गएको थियौँ। अब चाहिँ हामी कानको बेला आउने दिन्छौँ। लुगा त अब खोइ के हो त्यहाँ लुगा हेर त्यो छ नि त्यो त्यहाँ लुगा हेर जाउँ न त्यहाँ हो नि गर्नु होला। मलाई चाहिँ भन्नुपर्छ मलाई कस्तो रहर लागिरहेछ यस्तो हुँदो रहेछ। अब कतिखेर पानी आउँछ जस्तो छ। यताको नजारा हेर्नु होला। अब चाहिँ हामी कानको किन्न गइरहेछौँ किन्न चाहिँ एउटीमा हराइसक्यो एउटीमा कानको किन्छ अरे रक्षा चाहिँ हराउँछ होला त फेरि जाँदैछौँ हामी गाइस। म त्यहाँ गएर देखाउँछु है त ल के छान्दी रहेछ। कहिले काहीँ यसले त बाटै बिर्सिन्छ। युजली यतैबाट आउँछौँ युजली यतैबाट किन्छौँ। सो लेट्स सी म के किन्छु अनि म देखाउँछु। अलिकति नजारा मात्रै हेर्नु होला गाइस। यु क्यान सी हाम्रो इटलीको मेला बजारमा के चाहिँ पाउँदैन भन्नु एभ्रिथिङ छ क्या एभ्रिथिङ सबै त पाउँछ। हामी चाहिँ नेल्स हेर्न खुसी गइरहेको छौँ। कुन मन पर्यो मलाई चाहिँ यो राम्रो लागिरहेछ तर अलिक पुरानो भएछ यो चाहिँ नयाँ छ। कतिवटा पिस हेर्नु 12 पिस लेखिरहेछ लेख्नु चाहिँ यो 24 पिस हो नि त। यो 4 हामी दुईवटा हुन्छ यो चाहिँ हुँदैन होला। छोड्नु कति देखाउँ तलको चाहिँ
गाइस हामीले चाहिँ यो दुईटा ल्याएको छौँ म एउटा देखाउँछु ल यहाँ भिड छ क्या देखाउनै बिर्सेछ अघि अनि त्यही भएर सरी गाइस खोइ त 100 होला 50 जस्तो ल्याएको छु यस गाइस हामी चाहिँ चिया खाँदैछौँ एउटी बिस्कुट खान्छु म पनि बिस्कुट खाँदैछु यहाँ आउनु चाहिँ हेर्न नपाउनु भएको तपाईँ खाएको हेर्दै ल्याइदिएको छ र पनि खाना बसेर हेर्दैछ यो पोखेर आफै हलाउँदैछ सो गाइस हामी चाहिँ अब खान्छौँ अनि यसलाई देखाउनु पर्छ हामी खाँदै हामीले चाहिँ यो पेन्ट लिएको छौँ यो कलरमा डिजाइन चाहिँ माथि यस्तो छ नगर न सबै त्यस्तो रसेर मैले दुईटा किनेको छु तपाईँहरूलाई पनि आउनु मन छ भने आउनु होला यस्तो ह्यान्डसम दाइ पाउनुहुन्छ ला 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 के भन्नुहुन्छ ह्यान्डसम दाइ पाउनुहुन्छ के सेल भइसक्यौँ र मैले चाहिँ भ्लग बनाउँछु भन्दै थिएँ बनाउँछु भनेर फोन लगाएको थिएँ तर मम्मीले लानुभयो क्या फोनै म पर्समा गयो त्यही भएर मैले चाहिँ भ्लग बनाइनँ अहिले चाहिँ मैले बनाएको छु किनकि बनाउनै पर्यो र हामीले चाहिँ धेरै थोक किनेछौँ त्यतिखेर चाहिँ जब किन्ने थियो त चाहिँ भ्लग गरिनँ किनेको थिएँ त अझै यत्तिकै बोलेरै अब अर्को भ्लगमा लाइक डे भोलि टिकाको दिन हो नि त त्यसपछि भोलि टिकाको दिन हो त्यही भएर भोलि चाहिँ म भ्लग गर्छु लेट्स गो see you tomorrow guys it's the day rate my makeup so dress चाहिँ त्यही भइहाल्यो सो आज चाहिँ के भयो भने दुध बसाएको थिएँ क्या लाइक रेडी भयो रेडी हुँदै थियो सबैजना ध्यान गएन क्या सबै दुध सकेर लाइक कुरोनी भएको छ क्या सब चाहिँ हामी केही खाएर जान्छौँ भनेर म रेडी पार्दैछु मम्मी अगाडि पूजा गर्दै हुन्छ अनि आइएम ब्याक सो वाच माई पूजा सेवा किनेको थियो 2-3 छ ल just love this one so yeah तर चाहिँ म एकछिनमा अब पूजा गर्दै हुन्छ टिका लगाएको म देखाउँछु त यहाँ चाहिँ रसिया कुछ भी बोलो हाँ कुछ भी सो गाइस हल्का होइन पूजा गरेको पनि हेरिदिइहाल्नुहोस् हो अनि त्यसपछि म टिका लगाएको देखाउँछु I'm a prettiest mother. That's it more. Guys, मेरो मेकअप कस्तो लाग्यो कमेन्ट गरिदिनु होला सो फाइनली मैले भने जस्तो होइन स्पेसली लिपस्टिक यप सो गाइस हाम्रो चाहिँ यहाँ टिका मुछेर रेडी भइसकेको छ लेट्स गो एन्ड पुट फर्स्टमा चाहिँ मैले I'm ready. टिका वाला फोटो खिच्ने भनेको हैन टिका वाला फोटो खिच्ने भन्ने ह लाल खिच्ने नलाई लाल खिच्ने नलाई लाल लु बस फोन गर्दा त्यो उयसमा मेरैबाट गर्छु यहाँ छ मोबाइल पछि ल ये 2-3 मिनेट छ भनेको त अहिले गर्नु 11 फोन गर्नु एकछिन 11 हुन आँटेछ पखाउनु So guys, एकछिन तिस्ना ह्यापी दसैँ यता देखा न अहिले छोरी टिका लाउ So
गाइस सुरुमा चाहिँ म होइन यसमा दिल लाउने हो पर्स त्यसपछि मेरो पाला आयो सेम टु पक्न अहिले देखाउँछु तारिफ हुँदैछ गाइस तारिफ हुँदैछ यहाँ रसेको थियो ननी दाइ त दिललाई भन्न त के भन्दैन थियो नि दिलले चेप्ने केले चेप्ने चेप्ने यहाँ हाल्दैन कपाल नकोरी यस्तै हो कोर्ने अहिले नाटक देखो गाइस इतना प्यार बढ़ रहा है गाइस कत्रो लागेको मलाई राम जमरा अनि घरमा यति धेरै छ के भन्न चाहनुहुन्छ तपाईँ भयो है लुगा त देखा मलाई लाज आइसक्यो बरु नि हो त म होइन त इसका हम फेंक देते हैं और हम चल जाते हैं गाइस सो गाइस म दसैँ अब घरमा सकियो भन्दा हुन्छ लाइक क्या बाजे ड्युटीमा हुन्छ र न बाबालाई पनि गरिदिउँ होला मेबी घर टिका लाउँदा कस्तो राम्रो देखेको है रातो टिका फेभरेट हो सो गाइस अब चाहिँ हामी जान्छौँ होला तमक मम्मी चाहिँ जानुहुन्छ पाराबारी धरमपुर तेर्सी के हुन्छ अझै फिक्स भएको छैन हाम्रो जहाँ जानु हुन्छ त्यही जाने अब Let me show you guys. I'm so excited by the way. ए म त बिर्सेँ मात्रै अन्त त सबै भएर गाइस गोज लाइक हुन्छ कि म पर्स के लाम भनेर सोचिरहेको छु किनकि मसँग एउटा ब्याग छ केकाको ब्याग मिसरी भर्खर ल्याएको छ त्यही हामी यही बोक्छौँ होला केका Let's go with this. गफ नगरी म आफू तपाईँलाई कहाँ जान्छु त्यही देखाउँछु है त बस गाइस गट माई सुज डन 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 यो चाहिँ मेरो यहाँ अड्केर नेक्लेस अड्केर हैन खराब भइरहेछ मेरो रिङहरु थियो क्या दुईटा रिङ र नेक्लेस छ एउटा चाहिँ बनाए यहाँ चाहिँ रस्या यहाँ चाहिँ म निक्लिमै त अब म पुगेर भ्लग गर्छु भन्छु फेरि गरिहाल्दो रहेछु के छैन सो वेदर यु क्यान सी बजे भन्दा हेर्नुपर्छ 12 बजेर 46 11 बजेर 46 12 बजे सो गाइस हामी चाहिँ लागेको हाम्रो मम्मी त्यही नआउने भन्दैछ कि क्या हो सर त के हो लाग्दैछ मम्मी बाजु म सियुन बस सो गाइस हामी चाहिँ बसमा आइसक्यौँ सबसे लास्टको सिटमा झ्याल पनि छैन झ्याल पनि खुला छैन मम्मी मामु सो गाइस हामी त गाइसमा रस्ता यहाँ चाहिँ हामी यहाँ माथि यहाँ चाहिँ
आइसक्यौँ दिल्ली सो गाइस यता हेर्नु होइन हौ यताबाट कता जाने अरे अलि भन्नु नि तेरो गाइसलाई मेरा रहेछ सपिङ यहाँ जाने सफारी छ यहाँ म्याजिक चाहिँ ल एकछिन मम्मी त्यहाँ हुनुहुन्छ ल यसको बुढाउँदै हुनुहुन्छ सो गाइस हामी चाहिँ बजार डुबेर त्यहाँको मेला डुबेर आइसक्यौँ मेला गएको थाहा छैन भनेकै छैन ए हामी अघि मेला गएको सटिसक्यौँ हामी क्यान सी त्यो भ्लग गर्नै बिर्सेछु चाहिँ अङ्कलले एकछिन रोक्नु भएको छ किन थाहा छैन हामी चाहिँ अन द वे छौँ है त हामी चाहिँ यहाँ आएको छौँ म हुँदा हुँदै होइन बाटो बिर्सिनु त कुरै भएन उता अगाडि रोक्दै हुन्थ्यो होइन म यसो हेरेँ बाटो अलिकति हेर्दा यस्तो छ नि त यो दोकान चाहिँ म कहिले बिर्सिन्न किनकि म यहाँ आएको छु नि त कहिले म आएको छु क्या यहाँ अनि दोकान चार देखा क्या यस्तै खालको अनि थाहा पाइहाल्छु म अनि बाटो पनि यस्तो छ घर चाहिँ कलर चाहिँ यो होइन यही कलर हो ग्रिन कलरको म अस्ति हाल भिडियो बनाएको थिइनँ नि त नाचेर त्यही देखिआएको छ यहाँ नआएको यहाँ छ 2-3 पालि भइसक्यो नि त आएको 2 दिन त त्यहाँदेखि आएकै छुइनँ म गाइस भनिदिइहाल्यो पनि डेढसिहरू क्या मलाई लाग्दो छ यो झ्यालबाट कसैले हेर्ने जस्तो लाग्छ क्या मलाई हाल चाहिँ कस्तो पत्ती गरीबाट 108% यही घर हो मैले त कोर्ने बेला मैले चाहिँ कन्फ्युज भएर नै के अरे सफारी नल्याइदिनु भनेको क्या फेरि बिल्ला हुन्छ नि त यहाँसम्म ल्यायो फेरि घरि यो घर हेर्ने रहेछ भने त्यस्तो छ होला मलाई थाहा छैन कहाँ हो तर थाहा भयो अबदेखि बिर्सिने छैन मलाई लाज लाग्यो मलाई को छैन होला है भन्नु के भयो न हामीलाई बाहिर होइन केही माथि देखेर पनि कस्तो राम्रो भयो है देख्नुभयो कि देख्नुभयो हामी आएको कि चिन्नु भएन होला श्रेयादीले देख्नुभयो त देख्नुभयो थाहा छैन म देखेकै थिइनँ माथि हुन्थ्यो भनेर यी ढोका खोल्नु यार कोही त के भन्यो आन्टी भन्यो क्या आमा भगवान के हुँदैछ यहाँ घन्टी बजाउने होला यो पत्दैन त हमको जल्दी आउँदा छिया भैया के भन्नु के भगवान घरबेटी आमै कोही के हो यार होइन के अरे ढक्का नखोल्ने भने अनि ला हो अङ्कल होइन दादा अङ्कल भन्नु कपाल यस्तो सानो के राम्रो हुनु पर्दैन त खुलै थियो कोही हुनु छैन मामा
त आराम भयो त यहाँ हुन्छ हाम्रो मस्त सबैजना आफ्नै हातमा गएर बसिरहेको चाहिँ रिजेक्ट भएर रहेछ हुन्छ तिर्खा लागेको छ तिर्खा मात्रै लागेको छ जम्गाइ छ माथि हुन्छ मामा माथि इसको ऊपर गाइस यहाँ लाते फाइनली हर चीज होता है कसो लागिरहेको दसैँ खाना खाइ चाहिँ मजा आइहाल्छ नि त्यो त पानी खाइछ मजा आइहाल्छ कडी भइरहेछ आज अब कडी भइरहेछ थोरै कोपिलामै बुवामा भिडियो गर्दा कि के भन्छ होइन नराम्रो दादाले देख बुवा ब्लग धेरै पढ्नु ज्ञानी हुनु सधैँभरि सुखिरहनु कपालको अर्की पनि हुँदैन हामी चाहिँ खाना खाएर टिका पनि लगाइसक्यौँ खाना भन्दैछु अनि मम्मी चाहिँ आउनु नै भएको छ लाइक हामी 3 बजीतिर आएको थियौँ होला लिटरली अहिले कति बजिरहेको छ कति बजिरहेको छ बसी अहिले 3 बजिरहेको लाइक यति ढिलो भइसक्यो होइन सो यहाँ माथि चाहिँ हामी एक्लै मात्रै छौँ सो यु क्यान सी ब्युटिफुल के भन्छ भ्यू फ्रम हियर चाहिँ यस्तो छैन यहाँ चाहिँ अलिकति राम्रो छ अब चाहिँ मम्मी आउनु पनि हुन्छ आएपछि म देखाउँछु पर्सनली गरेर नजाने होला नि ल्याइदिएन अघि भन्नु पर्दैन हामी जान्थ्यौँ नि त होइन काकी हुनुहुँदो रहेछ माइत गर्दा के जब चाहिँ हामी घर जानु ल अघि गाडी जानु चौक भन्ने रहेछ तर हामी त आन्टीको जाने भन्दै थियौँ आन्टी एक ठाउँमा चाहिँ जानु आन्टीको पनि नजाने अरे के छैन गाइस अब चाहिँ हामी कहाँ गयो अब चाहिँ हामी अब त किन्न सकियो पो ल अब त किन्न जस्तो लाग्छ अरे दिएर अब चाहिँ हामी घर जाने पखाउनु अहिले मम्मी टिका लाउनु भएको छैन म टिका लाउनुहुन्छ अनि हामी जान्छौँ त्यो चिया धमाधम हुँदैछ धमाधम चिया अनि मम्मी चाहिँ लाउँदैछ टिका Without realizing completely.
मम्मीतिर हेर्न जामै त मम्मी चाहिँ टिका लाउनु बस्नु होला टिका पनि राम्रो मैले चाहिँ खोजी ल्याएको यस्तो राम्रो लाग्छ त्यो रङ नि त्यो चाहिँ राख हाँसु न हौ ए हाँस्दै लाउनु न गाइस हामी चाहिँ आएको अब टिका लाएर हँसी बसिरहेको चाहिँ बाई 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 रसी आउँदिनस् गाइस हामी चाहिँ आएको अब मिठो भएर क्या ल हामी चाहिँ अब नमस्ते यहाँको बुवाको साइलो भाइ त्यसो गरेर सिधो हुन्छ दिदी छ यिनीहरू भयो 13 वर्ष 14 लाग्छ डोरी नाप्छ नि त्यसको डोरी नाप्छ नि त डोरी कति मजाले कति राम्रा भएर नाप्छन् त्यो डोरी हो तिजमा को हो छ नि के अरे दुम्ले हौ दुम्ले ए साडी लाएर नाप्छ ए हुन्छ 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 बुवालेसँग बिहा 10 मा त्यस्तै हो दिवाली ल हुन्छ ए स्पाइका र साइका होला म दिदी 15 लाग्ने मम्मी अहिले हामी सिक्दिसेभेन हो झगडा हुँदैछ कति वर्ष हो भनेर हामी 16 भनिदियो मम्मी 24 त हामी बच्चे हो नि त 12 वर्ष हुन्छ हाम्रो होइन जसलाई पनि सबै जग्गा पाउँछ हामी हाम्रो माको घर है त्यसले हान्दै फ्लेक्स मैले राति राम धेरै बेर भइसक्यो हौ अघि जानु पर्ने रहेछ दबाई खाएर हिँड्दैछ साथीहरू ज्वरो आए पनि दसैँ चाहिँ छोडिएन है यता हेर्नु टिकाको दिन गर भोलिदेखि बाई बाई आजलाई चाहिँ ट्यास ट्यास भोलिलाई बाई बाई आज मिला हो नि त टोइलेटको भिडियो आएको हामी भिडबाट मुक्त भएर रश्मि आन्टीको जानको लागि घुमाउनलाई गाडी आउँदैछ सबै बसिसक्यौँ है त के भयो हाँस्यौँ खै हाँस्यौँ हुन्छ नि पुरा तर रश्मि आन्टी एक्सेप्ट गर्नु त्यही भनेको जान्न भनेको जायौँ न जाम भनेको थिएन होला भन्नु प्लिज यहीँबाट फर्किने भएको थियो होला हामी गएको चाहिँ थिएन भइसक्यो नि नाटकै थियो फलो गर्नु होला गाइस कसलाई तँलाई नगर्दा आशा बाटो जान्छ बनाउँछु आइसक्यौँ हाम्रो रश्मि आन्टीको घर यो घर रश्मि आन्टीको फर्किहाल्छौँ फर्किन चाहिँ नि अब बाहिर जान रेडी हो कि क्या यी पैसा यहाँ हुन्छ हाम्रो आन्टीहरू गाइस हामी चाहिँ रश्मि आन्टीकोमा सी अब राति हेर्न गाइस राति मजाएर भइसक्यो भगवान् कसरी घर पुग्ने होला केही भन्नु न लेट्स गो
म आफै हाल्छु छोड्दैन गाइस यहाँ टिका लाउन रेडी हामी दोकानको सामान बिक्री भयो त नभन्नु इष्टमित्र दाइना हुन् लक्ष्मीले बास गरून् ती खानु परोस् कसैको आश गर्नु नपरोस् चिताको पुरोस् रोग नलागोस् सोध नपरोस् धनदान मेटेर नहोस् नौ दुर्गा भगवानका प्रसादले रक्षा गर्नु इष्टमित्र दाइना हुन् कसैले आउनु भ्रमण नसकोस् के नानी हुनु सुखी खुसी रहनु है भयो है सीता हातमा कुन यो हो दिदी ए बहिनी भाषण लेखेको थिएँ एकजना एकदमै बसेको होइन मेरो बनाओस् धेरै पढ्नु असमाजसेवी बन्नु समाजसेवीहरू हाम्रा पनि नातिनीहरू यस्ता छन् भनेर हामी पनि रोक्न पाइयोस् भनेर कोही चिम्टी कहाँ राखे चिम्टी खोइ चिम्टी हात अब कहिले चिम्टीमा चेप्नु चिम्टीमा चेप्नु ल अब कान्छीको पालो अहिले कति भनेपछि 10 नाम सुदास चलाउनु भुली बाहिर छ कृष्ण बाहिर छ बाहिर अनि कृष्ण आज हो बाहिर पहिले त म त थाहा थिएन हामी कसैले थाहा पाएन कुन देश भन्छ न्युजिल्यान्ड रक्ता यो चालको रहेछ त आइहाल्छ नभए तेरो चिम्टी कहाँ छ चिम्टीमा चाहिँ म त भएन अहिले सपिङ गरेर लिएर आएको यहाँ सामान छ सबै अनि चिज यहाँ छ मसँग कसै अस्ति खाना बनाएर थियो लुकामै आइरहेछ अनि अरू के छ के होस् यहाँ चाहिँ सामान चाहिँ छ राख्ने यतिकै छोडिदिउँ होइन अब एकछिनमा तैँलाई म रसियालाई म चाहिँ अहिले ओसिट चप्पल अब रसियालाई म सरप्राइज गर्छु अस्तिदेखि होइन रसियाले खान्छु भन्दै थिएँ लाइक अब दसैँ होइन चान्सै त्यही थियो मुखमा चाहिँ हालिदिइहालेँ मैले एन्ड द बेस्ट सिस्टर एभर है छोड्न त्यो
खाएर पनि उल्का भयो फेभरेट कलर रचेको दिलान दे बाडा दुईजनालाई मैले ल्याइदिएको ल प्लिज हेर्नु नो रिएक्सन गाइस नो रिएक्सन हामी चाहिँ घर आइसक्यौँ थाहा छ तपाईँहरूलाई भिडियो चाहिँ मैले भ्लग गरिनँ आज गरिरहेको छु किन भन्दाखेरि चाहिँ धेरै काम थियो घरमा अनि अहिले चाहिँ अहिले मैले किन गरिनँ भन्दाखेरि आज पनि हाम्रोमा फुपूहरू अङ्कलहरू सबैजना आउनुहुन्छ र म तपाईँहरूलाई थोरै थोरै क्लिप देखाउँछु भ्लग त गर्न सक्दिनँ होला सबजनाको अगाडि मेबी त्यही भएर देखाउँछु अनि भोलि जाने होला ठुलोकोमा कहाँ भोलिको क्लिप थोरै हाल्छु होला म यस अनि भ्लगलाई एन्ड गर्छु सो यहाँ अलिक भ्लग लामो हुन्छ होला होप यु वाच टिल द एन्ड अब चाहिँ अहिलेसम्म चाहिँ कोही आमा भएको छैन आएपछि म तपाईँहरूलाई देखाउँछु चाहिँ रोज पाक्दैछ यति पाकिसक्यो है ट्यान्टुरेन अनि यहाँ सब्जी केलाउँदै हुन्छ मम्मी चाहिँ अनि यहाँ रसा चाहिँ प्याज काट्दै हुन्छ अहिले चाहिँ रोज पाक्दैछ है अहिले पकाइसक्नुपर्छ अनि देखाउँछु होला म यहाँ हुन्छ केही गर्दिनँ अलिअलि चाहिँ हाल्छु होला केही फोटोहरू हालिदिन्छु सबैजना दिँदै होइन केही गरेको छैन यहाँ जान रेडी भइराख्नु छ बेन आइसक्यो ओहो एन्ट्री नमस्ते गरिदिनुहोस् नमस्ते अङ्कल नमस्ते के छ नमस्ते आन्टी नमस्ते फोन चाहिँ लिएन फोन चाहिँ हुँदैन प्यारी आन्टी पिनाजु पछाडि हुन्छ ग्याङ टिममा भइरहेछ यसलाई धेरै राम्रो देखेछ गोरो भएर होला के भन्न चाहनुहुन्छ के भन्नु के साह्रो राम्रो हो आमा यस्तै हो भेटघाट भइहाल्यो बाई ल बाई 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 अब यहाँ झिँगा माथि ल ल After 10 minutes. पैसा धेरै कमाउनु भलाद्मी हुनु खटाइ काम कहिले नगर्नु इमान्दारी भएर काम गर्नु जहिले सिर कहिले नझुकोस् सिर ठाडो पारेर हिँड्नु छुने बित्तिकै जे छुए पनि जे गरे पनि राम्रो भएर जाओस् नझुटा भरमा प्रसादले नहुँदा टेस्ट नझरोस् हिँड्दा टेस्ट नलागोस् ठुलो मान्छे हुने तेरो पनि आउँदैछ हाँसी चाहिँ यत्रो ढुलो रहेछ यत्रो दिन मन लागेको रहेछ आज घाममा धेरै फटा भइसक्यो दिनु पर्यो हजुर अलि भाइ ज्ञानी हुनु ठुलो हुनु पानी पर्यो भने पनि धेरै मात्रै बस्नु अनि धेरै नगर्नु ज्ञानी हुनु
भगवान्को प्रसादले है त पैसा चाहिँ धेरै त्यस्तै हो पैसा अब सो गाइज हामी चाहिँ गर्छ जान रेडी त्यही भएर हामी बेलुकै गएको हामी चाहिँ रेडी हाम्रो भेन यहाँ छ एउटा दाँत हेर्दा जा दाँत यस्तै हो अब के लागेको छ र हौ दाँतमा गाइज रेडी यहाँ छ एउटा म्याको यिनीहरूको गफले सकिँदैन के हो लेख्छ हान्छेस मलाई लेख्सी मिलाइदिनु भएको छ नि गाइस हाम्रो यहाँ सामान आएको छ है धेरै आन्टीले होइन लगाइदिन्छ न आन्टी हामी चाहिँ गाडीमा मम्मी चाहिँ आज टिका लाउनु नथिल्नु घरमै हुन्छ ल आन्टी पनि भ्लग गर्दै हँसे यहाँ चाहिँ के भन्नु छ जाने भनेको तर हामी चाहिँ बाटो बिर्सेर सुतिकोमा बाँसबारी आएको छौँ राम्रो कपी क्याट आन्टी यो फुल लाउनु अरे कानमा राम्रो देखिन्छ अरे म त्यसै राम्रो देखिन्छ किन लाइदिनु तपाईँ हिँड्नु न म आउँछु माथि स्वागत गर्नु नि स्वागत नहीं कर रहे हमारे वाले भी खोयो घरको मान्छे चाबी छ त यहाँ घरमा त कोही हुँदो रहेछ ए यहाँ हुँदो रहेछ सुनिक छ आर्तले त भनिदिन्छ अब मेरो बाले गाइस ल चिम्मा गर हजुर मैले चाहिँ यो चुनिसकेको छु गाइस छुरी ल हो ल अब मेरो बाली ल उदा यति जान्छ नि एकपल्ट सक्छ एक राउन्ड अन्त सानसानो पार्नु पर्छ क्या के बाबा छानिस आइयो खुट्टा खुट्टा तो गेम तैँले पनि खेल्न थालेको गेम यहाँ गेम हो यहाँ गेम यस्तो बन्द गर बन्द गर भयो आँखा बन्द गर न यहाँ क्यामेरा देखामा भइहाल्छ छोडमा आफै देखाउँछु बन्द गरे सबैले हुन्छ हेर्दै साह्रो ल यो ल भयो रहस्यदेखि सुरु यो ल आउट छोडाउ ल राख्न यो उसकै थाहा छ नि त तपाईँ आउट के हो कुन कान्छालाई खुवाइदिनु सेफ र आउँदैन बोल्दैछु है मेरो पालो यो र यो चाहिँ छनाले अब यहाँ पोजिसन गेम कन्टिन्यू हुँदैछ क्यामेरा बोकेर राख्नु होइन कन्टिन्यू हुँदैछ गाइज
दुईजनाको छ पोइजन तिमीहरूको मात्रै पोइजन होस् हाम्रो त त्यही बिर्सिन सक्यो म होइन जुन भयो त्यही पोइजन हुन्छ खेल्न चाहिँ अलवेज नाटक किनेको फेरि खेल्ने हामी गएको छैन ल सुन राखेर छान्छे छानै छिटो भयो ल मेरो पालो उता हेर मेरो यो ल भयो सो गाइस तपाईँले सुन्नुभयो होला आरजनले मेरो कानमा आर मैले सेम छ भनेर भन्यो अहिले चाहिँ हामी यहाँ छान्दैछौँ आर पनि सुनिसक्यो होइन लाइक हामी त चुज त गर्दैनौँ आरजनले सबै बिगारिदिरहेको थियो र पनि हामी कन्टिन्यू गरिरहेको थियौँ आउट अब मेरो पालो होइन गइसक्यो त अब यसको मेरो पोइजन छ नि त यसको छान्यो भने त आउट हुन्छस् क्या अलि रसेको टनै हो दुईटा छ लिला एउटा यो ल हो सेफ यो रसिया विनर सो गाइस रसिया विनर त आरजनले सबै बिगारिदियो रसियाले चुज गर्नुपर्ने आरजनले चुज गरिरहेको थियो क्या त्यो आरजनले सबै बिगारिदियो फर्केको हामी घर सो गाइस अघि चाहिँ बाटो हराएको भन्दै थियौँ हामीले तर हामी आइपुग्यौँ गच्छियामा र यहाँ चाहिँ आरबले एक्टिङ गर्दैछ अङ्कल कस्तो गर्नुहुन्छ भनेर जस्ट वी आर ह्याभिङ फन अनि अरू चाहिँ तपाईँ हेर्नु होला आफै यहाँ पनि लगाइसक्यौँ हामीले गच्छिया आमा तर अलिक भ्लग गएनौँ होइन किन भन्दाखेरि आउनु भने फिक्स थिएन नि त त्यही भएर अब चाहिँ हामी लागेको अब जाने उसको गाडी त आइहाल्छ भ्लगमा हेरिहाल्नु 81 होइन भोलि जान्छु भने चाहिँ 81 आजै गइहाल्यो सबैतिर गइहाल्यौँ होइन सक्यो दसैँ अब र चाहिँ गएपछि अघि होइन गाडी गई त गच्छी आइन रहेछ चाहिँ this much for today. I hope you like it. आजको वेदर पनि एकदमै राम्रो छ म चाहिँ घर जाँदैछु अहिले अनि आन्टीहरू पनि गइसक्नु भएको छ अहिले अनि I hope you like this vlog. Thank you so much for watching. This much only for today. आजलाई चाहिँ ट्यास भोलिलाई बाई 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 बाई